मलाई आज चाहिँ हाम्रो नातिनीको भात खुवायो। मेरो नातिनीको भात खुवायो आज चाहिँ। यहाँ हेर्नुहोस् न, यता हेर्नुहोस् न बाबा। खोइ पैसा हुन्छ हुन्छ सल्किरहेछ सबै। बाउचाहिँ त उठाएन। ल हेर्ने बेला नानीलाई भात खुवाउनु आँट्यो भनेर मेसेज पठाइदेऊ न बहिनी। यहाँ हेर्नुहोस् त बाबा। निन्द्राले के गरेको आज मलाई भन्दै ल। हो बाबा आज लिटो खुवाउनु छ। भाङ्गिसक्यो बहिनी। चाचा भन्छ चाचा। घिउ खै घिउ फ्रिजभित्र छ सानो र। बहिनीको आज भात खुवाई टिका लगाएर मामाम खानुहुन्छ। यता हेर न मामलाई हेर न यता हौ यहाँ हेर न बहिनी कान्छ टोपी घुमिहाल्यो क्या बाबु। कक्रेकै बनाइदिएको नबक्ने पाराले। तपाईँले ल्याइदिँदा भयो क्या त मैले किन बनाउनु पर्यो। त्यो त उकाएर त्यो त उखालेर बहिनीले मुखमा हालिदिन्छ त। हालेर पनि कुन चाहिँ नराम्रो चिज हो र। आज मलाई के चाहिँ गर्दैछ भन्दैछ। खै बाबा खै टिक्की टिक्की आँखा पर्छ टिक्की टिक्की। ल ल सबाई कति राम्रो नातिनी छ। दात रुमाल खै रुमाल आँखामा पर्यो। होस् अब लगाइदियो। भएको छ त भएको छ त बाई 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 बाई।
रुमाल खोजी नबस्नु कि अहिले उयो गरिदिनुपर्छ अफ 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 कट 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 सिधा हो सिधा सिधा ल आम्मा हो लु बच्चा न बच्चा 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 सलाम टोपी चाहिँ कस्तो लगाइदिएको नातिनी राख ल ल ल ल ल के गरम भयो आच्यो 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 ला 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 टोपी त यस्तो पो लगाइदिनु पर्छ त कस्तो लगाइदिएको यस्तो पो लगाइदिनु पर्ने त खै म के यस्तो खै छोरा त म बनाउँछु गरम नानी ऊ पंखा चलाउनु ऊ आपा ऊ चले त पंखा चले त यो मानको ल यहाँ आइसलाई मामले पैसा दे यो बहिनीलाई ल मेरो नातिनी ठुलो मान्छे होस् भाग्यमानी होस् आखेले पनि दियो त आँखेले पनि दिनु भयो आएको हातले पक्र आम्मा हो चमाइदेऊ चमाऊ चमाऊ पैसा चमाऊ खानु पर्दा आम्मा हो आएको हात खै लु हिँड चाहिँ खुवाइदिइहाल्नु त र भिडियो हुँदैछ एक चम्ची मात्रै खुवाइदिनु त्यो त कहाँ खान्छ भित्र हुन्छ ला कागज त मुखमा लगायो नि हौ निकाल्देऊ न आमा बाउले पनि त हेर्छ नि त हौ ल खुवाइदिइहाल्नु छिटो त्यति रहेछ है तिनचोटि मात्रै खाइदिनु लो लो यो खन्याएर नि उयो ल्याइदिनु त अलिकति लिटो त्यहाँ रुमाल पनि छ फ्याँकिदिनु त मलाई ल आज छिटो अब लिटो ल्याइदिनु लिटो त्यसकै एक साइडमा लगाइ ल्याइदिनु नि म उयो गरिदिइहाल्छु ऊ परेन पुरा निन्द्रा लागिसक्यो हो एक बहिनीको भिडियो निस्किएन आज ल आज तिमी बहिनी भात खुवायो वाउ यम्मी यम्मी बहिनी भात खुवाएको आज लिटो मिठो रहेछ आखे मामले पकाएको मिठो रहेछ अघि चाहिँ गिल्लो गुलियो थियो अहिले चाहिँ नुन पनि छैन चिनी ऊ बनिँदैछ मेरैबाट ऊ राखेको छु त्यहाँ अब छैन त के गर्नु लिटो खाएको है बाबाले
सिधा रहेछ सिधा भगेर आयो नि दुईटै फोन चाहिँ छ एउटा फोटो तपाईँको उयो चाहिँ मेरोमा भिडियो हुँदैछ माफ गरिदिनु ल हामीबाट भयो भने भुल चुक ल एकदम एकदम माफ गरिदिनु आजबाट तिमी एकदम अब मान्छेको रूपमा आयो आजबाट बुझ्यौ अस्तिसम्म के थियो देवी भगवानको रूपमा थियो अब मान्छेको रूपमा आयो है मेरो नातिनी अब कि होइन हाँसिदेऊ न मिठो छ मामले पकाएको त्यसमा पुस्देऊ न मुनि एउटा रुमालले पुस्देऊ हाय सला मामले लगाएको टिका पो भएछ यसो ठ्याप हाय सला क्या दामी देख्यो हौ बहिनीलाई त यहाँ र ल यतिकै राख्नु यसरी नै देखाएर राख्दैन ल बहिनी देख्दैछ होइन हाले 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 चाँदीको चम्ची चाँदीको बटुकामा आज हाम्रो नातिनीले माम खायो मुख मिठाउँदैछ टक ल भयो अब ल छक्कै लिटो त टक्क खायो ल खिर चाहिँ नदिउँ है भयो अब देख्यो होइन आपा र आमाले अब बोजू नातिनीलाई फोटो खिच्नु पर्यो नि अब बोजू त हाफ प्यान्टमै छ के गर्नु अब फोटो मात्रै खिच्दिनु खोइ